आज बजार फेरि हरियो भयो कि रातोमै अड्कियो कि ठूलो मुभ आउँदैछ? आजको अपडेट तपाईको लगानी निर्णयका लागि अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस्। नमस्कार शेयर बजारका लगानीकर्ता मित्रहरू, आजको बजारमा सुरुवातदेखि नै मिश्रित संकेत देखियो। नेप्से इन्डेक्समा हल्का उतार चढाव कायमै छ भने कारोबार रकम पनि औसत भन्दा मध्यम नै देखिएको छ। केही सेक्टरहरूमा रिकभरीको संकेत देखिए तापनि ठूला लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको रणनीतिमा रहेको बुझ्न सकिन्छ। यदि बजार लगातार केही दिनदेखि घटिरहेको छ भने आजको चाल एउटा टेक्निकल बाउन्स मात्र हुन सक्छ, तर यदि बजार बढ्दो ट्रेन्डमा छ भने आजको क्यान्डलले कि त कन्फर्मेसन दिनेछ कि त रिजेक्सन। अब कुरा गरौँ सेक्टर एनालाइसिसको। ब्याङ्किङ सेक्टर अहिले स्थिर छ, तर ठूलो ब्रेकआउट आउन अझै बाँकी देखिन्छ। हाइड्रोमा हल्का मुभ देखिए पनि भोल्युमलाई विशेष ध्यान दिनुहोला। फाइनान्स र डेभलपमेन्ट ब्याङ्कहरू स्पेकुलेटिभ रूपमा चलायमान छन् भने माइक्रो फाइनान्समा रिस्क र रिवार्ड दुवै उच्च देखिन्छ। त्यसैले आजको बजारले स्पष्ट दिशा नदिएसम्म ओभर ट्रेड नगर्नुहोला। अब दर्शकहरूले के गर्ने त? यदि तपाईँ सर्ट टर्म ट्रेडर हुनुहुन्छ भने बलियो सपोर्ट नजिक मात्र किन्नुहोस्, रेसिस्टेन्स नजिक प्रफिट बुक गर्नुहोस् र स्टप लस अनिवार्य रूपमा राख्नुहोस्। यदि तपाईँ लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने गुणस्तरीय स्टकहरूमा चरणबद्ध रूपमा लगानी बढाउनुहोस्, प्यानिक सेलिङ नगर्नुहोस् र मार्केट करेक्सनलाई अवसरको रूपमा लिनुहोस्। र नयाँ लगानीकर्ताहरूले अहिले सबै पैसा एकैपटक हाल्ने जोखिम नलिनुहोस्। मार्केटको दिशा स्पष्ट भएपछि मात्र इन्ट्री गर्नु राम्रो हुनेछ। केही टेक्निकल संकेतहरूलाई हेर्दा यदि सपोर्ट लेभल नटुटे बजारले बाउन्स लिन सक्छ, तर याद राख्नुहोस् भोल्युम बिना आएको वृद्धि दिगो नहुन सक्छ। त्यसैले बिग प्लेयर्सको गतिविधिमा नजर राख्नुहोस्। अहिलेको बजारमा सबैभन्दा ठूलो कुरा भनेको धैर्यता हो। डरले बेच्ने र लोभले किन्ने लगानीकर्ता कहिल्यै सफल हुँदैन। लगानी गर्दा रणनीति बनाउनुहोस्, भावनामा नबग्नुहोस्। सारांशमा भन्नुपर्दा आजको बजार पूर्ण रूपमा बुलिश वा बेरिश छैन। बजार अझै पनि निर्णयको मोडमा छ, त्यसैले रिस्क म्यानेजमेन्ट अपनाउनुहोस्, कन्फर्म सेटअपमा मात्र प्रवेश गर्नुहोस् र क्याश इज किङ भन्ने कुरालाई नबिर्सनुहोस्। यदि तपाईलाई यो दैनिक अपडेट उपयोगी लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्। भोलि फेरि नयाँ अपडेटका साथ भेटौँला। धन्यवाद।